हेर्नुस् किसानहरूले यस्तो उब्जाइरहेका छन् काँक्राहरू फलाइरहेका छन् पानी चारिरहेका छन् यति राम्रो काँक्रा हेर्नुस् यहाँ फुल्दैछन् कोही कोही हेर्नुस् यहाँ काँक्रा यस्तो राम्रो काँक्रा कति देख्नु भएको छ हजुरहरूले यस्तो न भिटामिन हालेको छ न औषधि हालेको छ आफै न घरमै बिउ राखेर उम्राएको काँक्रा हेर्नुस् यस्तो राम्रो काँक्रा तपाईँ के हाल्नुहुन्छ खाने मात्रै कि बेच्ने सम्बन्ध ठुलो भनेको त्यही हो ठुलो अनि त्यो चाहिँ के नि त्यो बत्ती बल्ने जस्तो के होला त्यो ऊ त्यो लाइट बल्ने जस्तो किरा मार्ने दबाई आफै भित्र जान्छन् त्यो दुलोदेखि खतरा सिस्टम रहेछ यो आहा अनि यो प्लास्टिक हालेको थियो किन पहिला वाह के प्लास्टिक हालेको थियो राम्रो छ तपाईले के धेरै गर्नु भएको रहेछ ल टमाटरहरू के छन् हाम्रो मम्मीले यहाँ काँक्रा लगाउनु भएको छ काँक्रा लगाउनु भएको छ त्यहाँ पनि टमाटर राम्रो छ भेरी गुड टमाटरको त्यो प्याज यो के गर्न लाग्यो अञ्जल काँक्रालाई हातले पानी हाल्नु लाग्छ यो तपाईहरुले के गर्न लाग्नु भएको टमाटरलाई झिब्रा हाल्न लाग्यो अनि यो टमाटरमा झिब्रा हालेपछि के हुन्छ टमाटर फल्दै जान्छ फलेपछि पाक्छ खाली हैन टमाटर फल्दै जान्छ फल्दै अनि फल्दै माथि 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 बढ्दै बढ्दै जान्छ अनि त्यसपछि अनि यो फल लाग्छ यहाँभन्दा अनि फेरि यो फल लाग्दै बढ्दै बढ्दै गयो यहाँ बान्दै 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 जाने हो अनि यहाँ फल लाग्छ त्यही भएर यो झिब्रा हाल्न आवश्यक पर्छ हेर्नुस् उहाँले काँक्रा खाँदै हुनुहुन्छ अब हामी खान्छौँ एकछिनमा हेर्नुहोस् न हामीहरू आज काँक्रा खाँदैछौँ मम्मीले काट्दै हुनुहुन्छ हामीहरू काँक्रा खाँदैछौँ साह्रै नै मिठो छ हेर्नुहोस् हजुर बाई